मन्त्री बन्ने कि नबन्ने? संविधानले हरेक सांसदलाई मन्त्री बन्न अधिकार दिएको छ। त्यसमा पार्टीले निर्णय गर्छ, योग्य ठान्छ भने अवश्य। त्यही प्रश्न, पार्टीले गर्छ कि प्रधानमन्त्रीले छान्ने हो? संसदीय दलको नेतृत्व त्यो प्रधानमन्त्रीले गर्ने भएको हिसाबले मन्त्री परिषदको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो। तर मन्त्री छान्ने निर्णय सबै कुरा भनेको चाहिँ पार्टीको एउटा चाहिँ सामूहिक निर्णयबाट आउनुपर्छ। सभापति रवि लामिछाने सरकारमा जानुपर्छ कि पर्दैन? एउटा खालको निर्णय भइसकेको छ। रवि लामिछानेले पार्टी सभापतिको हैसियतले पार्टीलाई हाँक्ने र बालेन्द्र शाहले सरकार चलाउने भनेर जुन सहमति भएको छ, सहमति अनुसार जानुपर्छ। सहमति त्यो भयो, मेरो प्रश्न त्यो होइन। मेरो प्रश्न चाहिँ रवि लामिछाने स्वयं सरकारमा जाने कि नजाने? आवश्यकता अनुसार जानु पर्यो भने जानुहुन्छ। अर्थमन्त्रीका रूपमा कसलाई पठाउनुहुन्छ? अहिले सार्वजनिक वृत्तमा स्वर्णिम वाग्लेको, डाक्टर स्वर्णिम वाग्लेको त्यो नाम चर्चामा छ। उपयुक्त उहाँ नै हुनुहुन्छ होला जस्तो लाग्छ। पार्टीले तपाईँलाई पोर्टफोलियोमा पठाउने भनेर एक खालको अफर गर्यो भने तपाईँको चोइस कुन मन्त्रालय हुन्छ? युवा तथा खेलकुद। किन? एउटा युवा भएको हिसाबले सँगसँगै युवा तथा खेलकुद मन्त्रालयमा हाम्रो मान्य पूर्व अहिले त अब निर्वाचित भइसक्नुभयो विराज भक्त श्रेष्ठज्यू खेलकुद मन्त्री हुँदाखेरि उहाँको सचिवालयमा बसेर मैले काम गर्ने अनुभव भएको थिएँ। त्यो हिसाबले तपाईँलाई संसदमा यसभन्दा अगाडिको कार्यकालमा सबभन्दा प्रभावकारी भूमिका खेलेको पार्टीभन्दा बाहिरको अर्को कुनै सांसदको नाम सम्झना छ? त्यसरी अब ठ्याक्कै त थाहा भएन, तर मैले पछ्याउने भनेको प्रदीप गिरी। प्रदीप गिरी नेपाली काङ्ग्रेसका हजुर विद्वत नेता जो बितेर जानुभयो। पार्टीको विचारका बारेमा तपाईँको आफ्नो केही धारणा छ? छलफल हुनु जरुरी छ, किनभने नयाँ खालको चाहिँ एउटा उम्मेदवारहरू, नयाँ मान्छेहरू चाहिँ पार्टीमा आउनु भएको छ, नयाँ विचारसहित आउनु भएको छ। सँगसँगै आम मतदाताले पनि ठुलो अपेक्षासहित पार्टीलाई जिताएर पठाउनु भएको छ। पार्टीको नीति विचारहरूमा अघि सस्मितजीले भन्नुभएको जस्तो एउटा महाधिवेशन भएको छैन, छलफल हुनु जरुरी छ। एउटा मात्रै छान्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार देखाएर चुनाव जित्यो कि एजेन्डा देखाएर चुनाव जित्यो? एउटा मात्रै छान्नुहोस्। एजेन्डा। पक्का? हजुर। बालेन्द्र शाहलाई एक शब्दमा व्याख्या गर्नु पर्यो भने? आशा देखाउने नेता। तपाईँको त्यो अघि हामीले तस्बिरको कुरा गऱ्यौँ, त्यो संवादका क्रममा उहाँले तपाईँलाई भन्नुभएको सबभन्दा मन परेको लाइन के हो? म पनि चुनाव लड्छु, कसरी सघाउनुहुन्छ भन्दा म आउँछु, म पनि तपाईँहरूसँगै छु, लड्नुहोस् भन्नुभएको थियो, हौसला दिनुभएको थियो। रवि लामिछाने र बालेन्द्र शाह कोसँग काम गर्दा सजिलो होला?